जय माता दी। आज चाहिँ मैले ब्लग बिहान बिहानबाट स्टार्ट गरेँ। र हात यसरी हेरेर आँखा मिच्दै छोरीलाई एकछिन बोकेर खेलाउन नजेलसम्म त मलाई बिहान राम्रै लाग्दैन। त्यहाँबाट छोरीलाई यसरी खेलाएँ। त्यहाँबाट छोरीलाई यसरी बोकेँ अनि यता हेरेँ त आमा पनि आएर खुट्टा ढोग्न थालिन् छोरीको। रातभरिको कोसेली छोरीले निकालेकी रहेछिन् त्यो हाँगिसहरू बदली गरिदिए। त्यहाँबाट भुइँलाई धरती मातालाई प्रणाम गर्दै तल नामे। ब्रस गर्नका लागि कोलगेट निकाल्दै बाहिर डुल्दै गएँ। तुलसी माताको दर्शन गरेँ। हेर्नु न कति राम्ररी मन्जरी लागिरहेको छ र म जतिको अल्गो अल्गो तुलसी छ आमाको घरमा। अनि मैले चाहिँ अस्ति रोपेको थियो नि, साउनमै रोपेको मैले त्यो के अरे थुङ्गे फुलको, त्यसको हेर्नु न कपिला कति राम्रो लागेको छ। एकदम तिहार आउने चलमा त यो फुल चाहिँ होला, कति राम्रो लाग्छ मलाई चाहिँ फेरि थुङ्गे फुल भनेपछि। त्यहाँबाट छोरी पानी गरम गरी छोरीलाई मुख हात धुवाइदिउँ भनेर रातिको लुगा पनि फेरिदिएँ। अनि यसरी हात खुट्टा राम्रोसँगले सनक्क पारेर पुछिदिन्छु, किनकि अहिले हात खुट्टा मुखमा ल्याउँछिन् छोरीले। यता फेरि रातभरि आमा छोरीले मिलेर बनाएका थियौँ मोमबत्ती। अनि यता बिहान फेरि आमाले बनाउन म चाहिँ फटाफट घर बढाल्नुमा लागेँ। अनि धुपबाती आमाले त अरू आधा शङ्खलाई यसरी पूजा गरिसकेको पछि पूजा गरेको बादमा भोक पनि लाग्न थालिहाल्छ। त्यहाँबाट एक गिलास गरम अलिक मनतातो पानी खाएँ। अनि एकतिर भात बसाइदिएँ, एकतिर सब्जी बसाउन लागेँ। आमा चाहिँ धमाधुम मोमबत्ती बनाउन लागिरहेको छिन् र तिहार पनि एकदम नजिकै आइपुग्यो। मैले चाहिँ यहाँ मटर आलु भोल सबै मिक्स गरेर बनाइदिएँ। छिटो मिठो पनि हुन्छ, खानुलाई पनि राम्रो लाग्छ। आजको यसरी नै मैले दिन यसरी बनाएँ फटाफट, किनकि आज नास्ता पनि खुवाए भएन। मोमबत्ती बनाउन रातभरि आमा छोरी पनि लागिरहेको छौँ त्यसमै। अनि आज चाहिँ डाइरेक्ट दिउँसो भातै खाने भनेर यसरी मैले बनाएँ। राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर गर्नुहोला। आजको लागि यति नै, भेटौँला फेरि अर्को ब्लगमा। बाई बाई।